सूचना सीमा क्षेत्रमा कानुनले तोकिएको सहुलियत रु 100 रुपियाँभन्दा बढीको सामान आयातमा अनिवार्य रूपमा कर तिर्नुपर्ने कानुनी व्यवस्था अनुसार कुनै पनि व्यक्ति समूह अपाङ्ग बालबालिका महिला वा स्वस्थहरू समेतलाई कुनै सूचना सीमा क्षेत्रमा कानुनले तोकेको सहुलियत रु 100 रुपियाँभन्दा बढीको सामान आयातमा अनिवार्य रूपमा कर तिर्नुपर्ने कानुनी व्यवस्था अनुसार कुनै पनि व्यक्ति समूह अपाङ्ग बालबालिका महिला वा स्वास्थ्य समेतलाई कुनै पनि किसिमको छुट नहुने हुँदा हामी सम्पूर्ण जनसमुदायहरूमा जानकारी गराइन्छ। सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा गुल्मा हेपा रानी मोरङ रानी मोरङ धन्यवाद। सूचना सीमा क्षेत्रमा कानुनले तोकिएको सहुलियत रु 100 रुपियाँभन्दा बढीको सामान आयातमा अनिवार्य रूपमा कर तिर्नुपर्ने कानुनी व्यवस्था अनुसार कुनै पनि व्यक्ति समूह अपाङ्ग बालबालिका महिला वा स्वस्थहरू समेतलाई कुनै छुट नहुने हुँदा आम सम्पूर्ण जनसमुदायहरूमा जानकारी गराइन्छ। सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा गुल्मा हेपा रानी